ले म कुरा गर्छु। आजको पसाएर यसबेला छ सुतेर होइन के भान्जा, आमा होटेलको कोठामा सुतिरहेको हुन्। म चाहिँ बिहानै यहाँ हस्पिटल लाइन बस्न आएको छु पुर्जी काट्नलाई। अहिले बिहानै आएर लाइन बस्यो भने 1 नम्बरमै पालो आउँछ नि त भान्जा बाबु। ए लाइन लाग्नु पर्ने रहेछ। ल ल मामा, त्यहाँ के हुन्छ कसो हुन्छ, अमृतालाई कस्तो छ सबै कुरा जानकारी गराउनु है। बेला बेला फोन गरिरहनु है मलाई। हुन्छ भान्जा हुन्छ, के कस्तो हुन्छ यता म तिमीलाई फोन गरेर खबर बारम्बार गरिरहन्छु नि। अहिले म हस्पिटलको लाइनमा छु, फोन राख। ल ल मामा हुन्छ, राखिदिनुहोस् ल। हस् होइन के भने सुतिरहेछ अस्पताल गएन, मैले त केही पनि कुरा बुझिनँ नि बुढा। ठुलो बा हेर न बुहारी, हामीलाई यहाँ यत्रो पिर डाह छटपटी छ, उहाँ चाहिँ नि यति बेला भइसक्यो सुतेर बसिरहेछन्। बुहारीलाई हस्पिटल लानु